पहिला नमस्कार मेरो हुनु पर्यो। हेलो हेलो सम्पूर्णमा नमस्कार है। हामी टक्कै हाम्रो परिचय चाहिँ उहाँ नेताले दिनुहुन्छ दि हजुर। नमस्कार हजुर, मेरो नाम चाहिँ ढेलसिङ। म चाहिँ उम्मेदवार चुनाव चिन्ह चाहिँ डायमन्ड रहेको छ। डायमन्ड चिन्हको उम्मेदवार न्यू उम्मेदवार है, न्यू युवा उम्मेदवार। मलाई जिताउनु भयो भनेपछि मैले गाउँमा रसियन फ्री पानीको वर्षामाथि ठारै माथि आकाशबाट आउँछ अरे हजुर। सबैले उहाँलाई भोट हाल्नु होला है, मलाई जिताउनु होला। हामी प्रचारमा हरेको छ नि, त्यस्तो नला हामी। म रोड त पुरै सुनको बनाइदिन्छु। यहाँ केरा डायमन्ड हाल्नु पर्यो। यहाँ आउ त भाइहरू, आउ कान्छ तिमी आउ त कान्छु। टक्कै त्यही हो, हाम्रो डायमन्ड चिन्हको उम्मेदवारलाई जिताउने भन्ने अभियानमा हामी घर दैलोमा हिँडिरहेका छौँ। भोट केलाई दिनु भाइ? डायमन्डमा ल यी डायमन्ड सब यता सबले डायमन्ड रसियन फ्रीमा हुन्छ। त्यो सब फ्रीमा हुन्छ। भोट आउनु पर्यो भोट केमा रे? सिधै डायमन्डमा डायमन्डमा हाल्ने हो। डायमन्डको उम्मेदवारलाई जिताउने। अब पुराना नेताहरूले के गर्न सकेनन् हाम्रो देशमा नेपालमा, त्यही भएर उहाँले उहाँको संस्कारी कस्तो छ? नमस्ते गरेको हुनुहुन्छ। सबलाई हामी चाहिँ भोट जिताउ अभियान भन्नेमा हिँडिरहेको छ है। डायमन्ड चिन्हको उम्मेदवार नयाँ मैले जितेँ भने रोड गरे पुरै सुनको रोड हुन्छ है। घर चाहिँ एक घरलाई एक ल्यान्टर पानीको त पानीको वर्ष हुनु पर्यो। बास हजुर घरमै बास रसियन यो कुरा चाहिँ मन पर्यो। व्यवस्था रसियनको पनि छ। हामी बिहे गरेकोलाई एउटा नगरेकोलाई डुडुन्डा छ। म पनि बिहे नगरेर परेँ, म भाग्यवान रहेछु। ओ माई गॉड, यस्तो नै जिताउनु होला। राम्रो लाग्छ भने नलागे चोरिने होला र हामी अर्को त जितिहाल्नेछौँ। न के चोराउने होला, तिम्रो नजिता पनि हामी जित्नु 84मा जितिहाल्छौँ। त्यस्तो बात होइन कि, तर राम्रो नेताले चाहिँ एकैचोटि फेरि आउँदैन। अब एकैचोटि जिताउ भन्ने अभियानमा चाहिँ हामी लागि भएर यसरी चिनाव डायमन्ड हो। हामी टक्कै तल बिहे घरदेखि नै प्रचार लागि परेर आएका छौँ। यस्तो पसिनो भएर उहाँ नेता शुद्ध हट्नु एकचोटि नयाँ नेतालाई हेरौँ केही हुन्छ कि हुन्न। यदि केही भयो भने फेरि हाल्ने, नभएपछि हामी चाहिँ घर दैलोमा हिँडिरहेको छौँ है। कता हुनुहुन्छ? नमस्कार हजुर। हेलो हजुर, मल दिनु होला। चुनाव चिन्ह चाहिँ डायमन्ड रहेको छ। डायमन्ड रहेको छ है। यसपालि झाममा मलाई विजय गराइदिनु होला। भोट हाल्नु पर्यो है नानी। बाबु डायमन्ड भोट हाल्ने रसियन पाउने डायमन्ड खाने है। कान्छ नगर त्यस्तो नदिया के चोर्ने होला र? नदिया पनि के चोर्ने होला र? के छोरा भोट कार्ड छैन क्या। यस्तो भोट कार्ड नभए त बाहिरतिर जाउँ। यस्तो भोट कार्ड नभए भने त यहाँबाट हामी ढुक्कै भइसक्यो है। एक भोट सुनिश्चित हो। एक भोट भइसक्यो। अब हामी नेतासँग खडक यहाँ हो क्या? अब टक्कै एउटा इन्टरभ्यू ल्याउँ उहाँको नेताको। टक्कै अब नेताले कसरी विकास गर्नुहुन्छ त? के रणनीति छ त? के प्लान छ त? मैले गरेपछि म जितेपछि खडक दे एउटा डाउरोमा इन्टरभ्यू लिइहाल्यो टक्कै। ल जल्दी गर चल होइन। ढेलसिङ हजुरले स्वागत छ। धन्यवाद हजुर तपाईँलाई। म जितेँ भनेपछि मैले हाम्रो गाउँलाई स्वर्ग बनाइदिन्छु सिधै। रसियन त पुरा फ्री नै हो। ल यो कुरा मन पर्यो। हजुरले यो देश विकासमा के थालनी गर्नुभयो? थालनी त्यही हो। पहिला त रसियन बार्ने मेरो सोच हो। सबैलाई सबभन्दा पहिलो धारणा त्यही हो, सबै रसियन दिएपछि अर्को पालि भोट मिल्न सक्छ कि भन्ने। पानीको त पुरा वर्षा बगाइदिने हो मैले। डायमन्डको त कुरै नछोड्दिउँ। चुनाव चिन्ह नै डायमन्ड रहेको छ भने चाहिँ डायमन्ड फ्रीमा हजुर। हजुर मैले धन्यवाद हजुर। धन्यवाद ढेलसिङको तर्फबाट। तपाईँले यस्तो नेता कहीँ पनि पाउनुहुन्न, सुन्नु भइसक्यो होला। नमस्कार पनि गरिसक्नु भयो। संस्कार नै हाम्रो लागि ठुलो कुरा हो। बस मैले इन्टरभ्यू पनि दिइसकेँ। अनि के कस्तो लाग्छ हजुरहरूले ट्राई गर्नु होला। चुनाव चिन्ह भनेकै चाहिँ डायमन्ड भोट उहाँलाई। त्यही हो। सो गाइजहरू त्यही हो। ड्याड छ होइन, इङ्ग्लिस पनि बोल्न सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच। भोट फर मी। इलेक्सन चिन्ह इज डायमन्ड। एभ्रीबडी रसियन पर्सन वान रसियन। डायमन्ड चिन्ह अरू चिन्ह मुर्दाबाद। ल हाम्रो नारा घन्किसकेको छ। माहौल तात्ने अवस्था आएको छ। हिजो माहौल सेलाएको थियो भने आज माहौल तातेको छ। किनभने हाम्रो नयाँ उम्मेदवार भेटाइसकेको छौँ। यस्तो उम्मेदवार फेरि आउनेवाला छैन। बगै खोला
फर्किँदैन भन्ने चिन्ता थाहा भयो होला गएको एकचोटि आएको उम्मेदवार भन्ने केही चोरिने छैन छन् त होइन अर्को चाहिँ जितिहाल्छ हाम्रो सिद्धान्त त्यो हाम्रो नारा त्यो हो गाइजहरू अब जिताउनु नदियो भने तपाईँहरूको हातमा छ है होइन देखि दुई चारवटा भनिदिउँ न भोट कता दिने त्यही नै हो डायमन्ड चिन्हमा भोट चाहिँ होइन छाप किसाब होइन छ्याप किछ्याप लगाइदिने हो हामी चाहिँ हामी त्यही देश बनाउनको लागि हामी म्यादिम नगयौँ नदी म्यादिम गए घिनामाना काल्टोगाहरूले कस्तो राम्रो हामी केटी पाछन् त्यहाँ नि त्यही त नि त्यही हो हामी देश बनाउनु पर्छ भनेर हामी म्यादीमा नगएर इन्डिया विदेश कहिले पनि नगएर घरमै बसेका छौँ हामी देशलाई परिवर्तन गर्नु छ हामीले नगरे कसले गर्छ तपाईँ हामीले मिलेर गर्ने हो बस 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 होइन त्यही हो यहाँ एक थुकबाट के भन्छ यार केही थुक भनिदिउँ न अन्त यार थोपा थोपा मिले समुद्र बन्छ हेर्नुहोस् हजुर म जस्तो नेता पाउनुहुन्न त्यही भएर छ्याप खिस्याप चलिँदैन चिम्लिन हाल्दा हुन्छ एकचोटि डायमन्डमा भोट हालौँ यदि विकास भएन भने त्यही डायमन्डले मेरो टाउको फोरिदिनु होला हस् धन्यवाद धन्यवाद ल अहिलेलाई जय जय डायमन्ड जय डेलसिङ जय डायमन्ड हाम्रो मूल नारा चाहिँ एक घर 3-4 भोट ल्याउँ अभियान र डायमन्ड चिन्हलाई जित्याउँ अभियान नमस्कार डेलसिङजी ल डेलसिङको मुखबाट सुनिदिउँ न त बिदा धन्यवाद हजुर डायमन्ड चिन्हमा जिताइदिनु होला मेरो नाम चाहिँ डेलसिङ त्यही हो हामी चाहिँ टक्कै गाउँतिर छौँ गाउँको भ्यू चाहिँ अहिले सरर देखिन्छ यस्तो गाउँमा आएको छ हामी यो कुन गाउँ हो रे परिवर्तन गाउँपालिका 4 जर्नी भन्ने हो नि जर्नी भन्नेमा आज हामी चाहिँ टक्कै आज जर्नीमा आइरहेको छौँ सिधै हाम्रो फेरि ठुल्ठुलो नेतासित कन्ट्याक्ट छ यस्तो हामीलाई त हुने त भन्ने त ठुल्ठुला नेताहरूले त्यस्तो के छन् घन्टी सन्टी के अरे माटा साटाबाट त्यो थियो ठिकै छ डोन्टाभरि कोही छैन ल केही चिज ल बिदा गरिदिनु ल हामी चाहिँ अब बिदा भयौँ गाउँ भ्यू चाहिँ बवाल छ है गाइजहरू भ्यू चाहिँ यस्तो गाउँ चाहिँ बवाल रहेछ यार यस्तो गाउँ चाहिँ जर्नी भन्ने गाउँ हो यो बवाल छ हाम्रो घर पनि हिमा थियो नि हुन त तर ठिक छ हाम्रो नेता त्यही हो